हेलो एन्ड नमस्ते सबैजनालाई हैन हामी आज पनि फेरि नयाँ रियाक्सन भिडियो लिएर आएका छौँ। आज चाहिँ रियाक्सन भिडियो चाहिँ हाम्रो बिटी कान्छाको नाच न कान्छीमा रहेछ। राजेश समाल दाइ रहेछ हैन भिडियोमा चाहिँ। अब रियाक्ट गरौँ कस्तो हुन्छ भिडियो हेरौँ पहिला हेर्दै जाउँ हैन। राजेश समाल दाइको आज नयाँ हेर्दिनु ह ह ह राजेश दाइको एक्टिङ गर्दैन त। शंकर शंकर चुप कर बे कुत्ते। आज बिटी कान्छा रिभ्यूजमा म रिभ्यू गर्न लागेको छु म्युजिक भिडियो नाच न कान्छी। मेरो जिन्दगी ठिकै नै चलिरहेको थियो, सास लिइरहेको थिएँ, खाना खाइरहेको थिएँ, जोक काटिरहेको थियो, नर्मल थिङ्स इन द लाइफ अफ अ कमिक। बट देन मलाई यो भिडियो पठायो कसैले एन्ड देन मेरो जिन्दगी उथुल पुथुल भयो। मैले लाइफको इम्पोर्टेन्ट लेसन सिकेँ। त्यो लेसन के हो भनेर म भन्दिनँ कज मैले सिकेको तिमीलाई किन भन्नु। सो यो म्युजिक भिडियोमा के स्पेशल छ भन्दा यसमा छ ग्ल्यामर, इससे तो बहुत मजा आएगा, गाडी, अमेजिङ म्युजिक, extraordinarily amazing vocals, and a guy who looks exactly like Rajesh Amal. Same to same, face to face, ditto. Like your music video, को character राजेश समाल हैन नाम पनि राजेश नै हो। राजेश दाइ नै हो। के भाइ याद कुरा गर्छु? कहाँ राजेश दाइ हुनु? किन यस्तो गीत गर्नुहुन्छ दाइले? सुमन कार्की हो पक्कै। गरेको सुमन कार्कीले राजेशलाई बदल्दै केटै छैन। ख्यारी के छ नगर्नु भनेर त ठिकै भनेको रहेछ हाम्रो त्यो उनीहरूले हैन। यसरी कन्फ्युज हुँदो रहेछ मान्छेहरू। राजेश दाइ नै हो बाबु। मेबी सिङ्गर खतरै थियो होला। मेबी सिङ्गरले गर्दा होइन तर गर्नु भएको हो राजेश दाइले। ओके फाइन। सो यो म्युजिक भिडियोमा हुनुहुन्छ राजेश हमाल। गीत एक्चुअली राम्रै हो। यति साह्रो ढाँट्नु पनि सक्दिनँ के हुन्छ लाइक हुन्छ राजेश हमाल छ यो गीतमा, त्यो गीत छ राजेश हमालमा, त्यही भएर यो गीतमा राजेश हमाल छ। अरे कहना क्या चाहते हो? सो गीतको बोल हो इन्कम छ मेरो डलरमा। सी डलर पनि देखाएको छ। भिजुअल रिप्रेजेन्टेसन स्टिल बेटर VFX देन दिस। कलरमा चाहिँ किन न कलर भनेको ओके ओके। सी इज लाइक यो फोनमा त स्क्रिन पनि छैन, वकी टकी हो के कान्छी। तपाईँलाई लाग्थ्यो होला सिङ्गर नेपालीमा मात्रै गाउनु सरी बोल्नुहुन्छ भनेर, बट नो सिङ्गर इङ्ग्लिसमा पनि गाउनु सरी बोल्नुहुन्छ। जावेद अख्तर कहिले युएस कहिले पुग्छु स्पेन फ्रान्स, त्यो पनि ग्रिन स्क्रिनमा। अनि अल चिक्स वान गो नेपाली रोमान्स ब्रोमान्स के भनेको तपाईँहरूले बुझ्नुभयो भने मलाई पनि भन्नु होला कमेन्ट सेक्सनमा। लिरिक्स सो सुपिरियर कि मैले बुझिनँ। मैले त के तपाईँले बुझेन, तपाईँले त के जसले लेखेको त्यसले बुझेको छैन होला बिचारा राजेश दाइ। अब लिरिक्स बुझ्नु टाइम लाग्छ होला, त्यति बेलासम्म सिनेमाघर एप डाउनलोड गर्नु एन्ड दया दाइको मुभी दया रानी हेर्नु। त्यो मुभी त सजिलै बुझिन्छ होला अनलाइक दिज लिरिक्स। So download Cinemaghar app and enjoy some amazing movies. के हो यस्तो? किन हो यस्तो? कसरी हो यस्तो? बिचारा राजेश दाइ झुक्किनी रहेछ के बिट्टु राजेश समाल जस्तै यार यस्तो गीतमा त राजेश समाल त कहिले दिएन, डुप्लिकेटै सुहाउँछ। हामीबाट भुल भएछ। मलाई अहिले नै कन्फ्युज छु होइन हैन या त्यो बुढो बस्दै या Did you know यो मान्छेले ऱ्यापमा पनि गीत भन्छ भनेर? कौन है ये लोग? कहाँ से आते हैं? कसम भनेको डिट्टो देख्यो हैन ज्यान है ज्यान ज्यान छ अनुहार सबै हुडै देख्यो कपाल सपाल नि एउटै छ के हो पनि
फर्स्टली म के भन्न चाहन्छु भने लाइक एन्ड सेकेन्डली म के भन्न चाहन्छु भने विचार राजदाई लाइक इट बट डोन्ट गिभ अप गफ एन्ड अ ब्याङ ब्याङ रक लाइक यतिको ध्यान दिएर मैले कुनै राम्रो कुरा सुनेको भए मेरो चोक काटिने थिएन होला सुसाइड एन्ड माई निप्पल द्याट यु लभ निप्पल चाहिँ कहाँबाट के गाउँदैछ गीत नै बुझेको छैन लाइक नबुझिकन सुन्नु मात्रै तल गाउनु त भएको छैन सुनेको राम्रो तर गाउने चाहिँ होइन भनेको यो गीत कहाँ पुगेर अहिले जमाना कसम एउटा टुक्का बुझे छैन मैले त गीतहरू त्यो के रे बुढो थियो नि पाकिस्तानको गीत गायो कि त्यो कुन के फतेह अली खान भन्दै के गीत गाएको थियो भयो बुझेँ मैले त अहिले त डक्टर झट्का जस्तो भएको डक्टर कुन गीत गाएको नि अस्ति एउटा गीत छ मैले पनि बिर्सेँ बटोबदी त्यस्तै गाउँला त्यो राम्रो थियो बरु गाह्रो हुँदैन थियो यो के हेर्नु परिरहेको छ इट्स नट बिकज द सङ इज ब्याड सङहरू त कतिवटा ब्याड सुनेको त्यो ब्याड सङमा राजेश दाई देख्नु परिरहेको छ बिचारा राजेश दाई खतरा तिमीले जाने हो पानी परेको तपाईँको त चेस्ट हल्यो मेरो त म्यानगुप झलिरहेको जस्तै के भन्दैछ Why does it sound like this guy is the singer of that song? लल्ले पहिला बकल गऱ्यो भने त्यस्तो देख्छ होला राजा ल्याउने कुरै हुँदैछ दरबारको त कुरै नगरेको थियो मेरो पाल त छैन अरूले गीत गाउनु सिक राम्रो लेख्नु सिक भनेको होला बट उसलाई अरू चाहिँ थाहा छ नि यो दिदीले चाहिँ फुल पेमेन्ट पाएको रहेछ भन्छ होला जस्तो लागिरहेको थियो बट देन भनेन मुर्दाले तिम्रो अङ्कल हो त्यो अरे बाप रे कहाँ पुग्यो यार जमाना गीतहरू त खत्तम बाय बाय टाटा भिडियो देवेन्द्र कुमार त्यो ब्ल्यान्डेडको देवेन्द्र हो क्या साई सन्तान हो जस्तो लाग्यो गीत इन्कम छ कान्छी डलरमा इन्कम छ कान्छी डलरमा नाचन कान्छी नाचन यतिमा गीत सकेको बट बेसी एड चलोस् भनेर 8 मिनट त बनाउनै पर्छ भनेर they added extra 4 minutes of the same song but this time राजेश दाइ भन्दा ठुलो स्टार देखाएर this guy confidence हेर्नु वा गीत सुन्नु छ्या एनीवे सो हामीले यो भिडियोबाट के सिक्यौ एक्ज्याक्टली भिडियो मन पर्यो भने लाइक गर्नु होला शेयर गर्नु होला सब्स्क्राइब गर्नु होला एन्ड हेर्दै गर्नु होला बिटी कान्छा म पनि 2 मिनट एक्स्ट्रा भिडियो चलाइदिन्छु मलाई पनि त एड चाहिन्छ अरे ल ठ्याक्कै अघि 6:37 को रहेछ हैन 8 को ठ्याक्कै दिनुलाई समाप्त भएछ भिडियो त यति नै रहेछ यहाँ नाचन गाँची नाचन कस्तो लाग्यो गीत त मागो रहेछ यार कसम न के छ न के छ के न सुर छ न ताल छ राम्रो गीत चल्नै छोड्यो अब यस्तै गीत चल्नु थाल्यो पऱ्यो यतिको रियाक्सन बलेर राख्नु पर्ने कि त राखेछ अर्को साट्टोमा त्यसरी कपडा लाएर अचम्म रहेछ गीत त थैट हाँस्न चाहिँ मजा आउँछ हिन्दी गीत हो तुम एक नंबर का चूतिया हो यार ऊ फेरि
राजु सम्हाल खेलिरहेको ढिला है क्या हाँ? ढिला है क्या गीतै के हो बुझ्दै बुझेन कि ल गीत त के हो है बुझ्दै बुझेन होइन एकछिन हेर्न चाहिँ मजा आयो होइन हँसेन लाग्यो के हो राजेश दाइ हो कि होइन पत्तै भएन गलत गीत थाहा हुने मान्छेले कमेन्ट गर्छ है गाइज गीत रङ पऱ्यो कि के हो त्यो यी ढाने जस्तो कि अब ल आजको लागि यति नै भनेर हामी यहाँबाट बर्खास्त हुन चाहन्छु कुछ भी मेरो समर्थ छ हो क्या र आजको लागि यति नै माया देखाइदिनु होला हामीलाई होइन भिडियोमा अब यसो सब्सक्राइब गरिदिनु होइन यति नै भन्न चाहन्छु आजको लागि यति नै हस्त धन्यवाद आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं।